कपडामा सर्फ एक्सेलको धुलाई र हिजोको म्याचमा मार्क वाटले गरेको धुलाई। एनपीएल सिजन 2 को फर्स्ट सेन्चुरीको प्रहार भइसकेको छ र यो गरेका छन् स्कटिश म्यान कर्नाल याक्सबाट मार्क वाटले। एक्लैले लुम्बिनी लायन्सका बलर्सहरूको प्र्याक्टिस गराएका छन्। एनपीएल को पहिलो सिजनमा पोखरा एभेन्जर्सबाट एन्ड्रिज गौज, ओके यही नाम हो सायद है, उनले एनपीएल को हिस्ट्रीमा फर्स्ट सेन्चुरी बनाएका थिए र यो लिस्टमा अब मार्क वाटले पनि आफ्नो नाम दर्ता गरेका छन् र क्या स्टाइलमा गरेका छन् है। हिजोको म्याचमा कर्नाल याक्सले टस जित्दै लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ गर्ने मौका दिए। लड्दै पर्दै आएका हामी हो, यही स्टाइलमा लुम्बिनी लायन्सले 20 ओभर खेल्दै 156 रन बनाउन सफल भयो, जुन खराब टोटल चाहिँ कतै पनि थिएन। र यो टोटलमा महत्त्वपूर्ण योगदान कप्तान साहब रोहित पौडेलले 43 बलमा 49 रन बनाए। बाँकीले कर्नाल याक्सका बलरको अगाडि एभरेज ब्याटिङको प्रदर्शनी गरे। 156 रन राम्रै डिफेन्डेबल टोटल हो भन्दै खुसी मनाइरहेका रोहित पौडेल एन्ड टिमलाई यो कुरा चाहिँ थाहा थिएन कि कर्नाल याकले साँच्चै नै एउटा याक ल्याएको छ भनेर। र त्यसपछि जब कर्नाल याक्स ब्याटिङ गर्न उत्रन्छन्, एनपीएल सिजन 2 मा अहिलेसम्मको बेस्ट ब्याटिङ गर्न मिल्छ। सिंगल ह्यान्डेडली मार्क वाटले कमान सम्हाल्छन् र धुलाई सुरु गर्छन्। कम्प्लिट वन म्यान सो थियो है हिजो। यसरी धुलाई गर्छन् कि 12.2 ओभरमै 161 रन बनाउँछन् र जित आफ्नो नाम गर्छन् कर्नाल याक्सले। लुम्बिनी लायन्सका फिल्डर्सहरूबाट जुन दुईचोटि जीवनदान प्राप्त भयो मार्क वाटलाई, यसैको नतिजा थियो यो तुफानी ताबडतोड धुलाई। या यति कुरा चाहिँ भन्नुपर्छ कि लुम्बिनी लायन्सका बलर्सहरूलाई हिजोको रात चाहिँ निन्द्रा मजा लागेको छैन होला र बलिङ इम्प्रुभमेन्टको लागि एउटा कल पनि हो है। मार्क वाटले 44 रनमा शानदार 114 रन बनाए र म्यान अफ द म्याच पनि बने है। र पोइन्ट्स टेबल पनि हेर्नुभयो भने कर्नाल याक्स 2 खेलमा 1 जित निकाल्दै शानदार रन रेटको आधारमा तेस्रो नम्बरमा छ र यो जितले कर्नाल याक्सलाई पोइन्ट्स टेबलमा माथि सर्न धेरै नै मद्दत गरेको छ। र अर्कोतिर लुम्बिनी लायन्स पनि 2 खेलमा 1 जित छ र पोइन्ट्स टेबलमा 6औं नम्बरमा छ है। बाँकी आज 23 नोभेम्बर कुनै पनि म्याचेसहरू छैनन् र भोलि चाहिँ 2वटा म्याचेसहरू छन्, जनकपुर बोल्ट भर्सेस विराटनगर किङ्स र सुदूरपश्चिम रोयल भर्सेस कर्नाल याक्स।